Hello everyone, welcome to my mini vlog and I hope you all are doing great. र म फेरि नयाँ भिडियो लिएर आइसकेको छु। म र आमा चाहिँ आज हामी सोनादा जाँदैछौँ है। सोनादाको हाइड्रो अफिसमा हाम्रो काम छ। हाम्रो भन्दाखेरि पनि ठुलाआमाको काम छ है। ठुलाआमा त जान सक्नु हुँदैन, त्यही भएर ठुलाआमाको लागि चाहिँ म र आमा जाँदैछौँ। सोनादाको हाइड्रो अफिस चाहिँ हामी कहिले पनि गएको थिएन है। हामीले सोचेको थियो बजारमै छ भनेर, तर बजारमाबाट चाहिँ सिफ्ट गरेर चाहिँ त्यो सोनादाको गुम्बादेखि पनि उता सार्नु भएको रहेछ क्या। बिचारा यहाँ ड्राइभर अङ्कलले नै हामीलाई त्यहाँसम्म पुऱ्याइदिनु भयो, अफिससम्म हो। अनि यहाँ अफिस पुगेर मैले सबै जे काम थियो एप्लिकेसन लेखेर सबै मैले काम गरेँ है। र यो अफिसमा चाहिँ विश्वकर्मा पूजाको लागि चाहिँ प्रिपरेसनहरू हुँदो रहेछ, अनि सबैजना बिजी हुनुहुन्थ्यो क्या। तर पनि त्यहाँको सरले एकजनाले बिचारा हाम्रो हेल्प गरिदिनु भयो, सरलाई थ्याङ्क यू है। र यहाँ पनि बाहिर गुम्बा रहेछ हेर्नु न, यो साइड त कहिले आएको थिइनँ हो। अनि एकदम यहाँ त प्रिपरेसनहरू हुँदै थियो, खानाको भाँडाहरू सबै धुनु हुँदै थियो। अनि यो मेन इन्ट्रेन्स छ नि अफिसको गेटमा, यो गेटमा पनि पुरा डेकोरेसन हुँदै थियो। हामी चाहिँ यहाँसम्म चाहिँ अघि गाडीमा आएको थिएँ, तर जाँदाखेरि चाहिँ हामी हिँड्दै जाउँ ल भनेर हिँड्दै गयौँ हो। अनि हेर्नु नि यो सोनादाको गुम्बा, यहाँ सोनादाको गुम्बाभित्र चाहिँ म कहिले पसेको छुइनँ, खालि बाहिर मात्रै देखेको छु है। हिजो त कस्तो चिसो थियो दिन हो, सोनादामा झन् पुरा जाडो भएको थियो। अनि हिँड्दै गर्दाखेरि चाहिँ गर्मी पनि भयो क्या। अनि यो चाहिँ सोनादाको स्टेसन। हामीले चाहिँ ब्रेकफास्ट चाहिँ घरमा गरेर आएको थियौँ है, लन्च चाहिँ गरेको थिएनौँ। ल लन्च गर्नुलाई हामीले यति रेस्टुरेन्ट होटेलहरू खोज्यौँ सोनादामा कि हामीले नदेखेको हो कि हामीले जग्गा नचिनेर हो कि होइन, हामीले त जग्गा नै पाइनँ हो। अनि यो मिठाई दोकानमा आएर सोधेको समोसा चाट रहेछ। मलाई अमिलो पनि खानु मन लागिरहेको थियो गाडीमा ट्राभल गरेर। अनि चाट मिठो बनाइदिनु भएको रहेछ, तर हल्का बेसी पिरो हालिदिनु भएको रहेछ क्या। त्यही भएर मैले रसमलाई पनि खाएँ, अनि एउटा गुलाब जामुन पनि खाएँ। र बल्ल सोध्दै जाँदाखेरि एउटा होटेलदेखि कि सानो होटेल रहेछ, यहाँ चाहिँ मोमोहरू पाउँदो रहेछ नि त, मोमो चाउमिनहरू। अनि मलाई त खानु मन लागेको थिएन, आमाले चाहिँ ट्राई गर्नुभयो, तर मिठो रहेछ हो। अनि त्यहाँबाट निस्केर गाडी चढेर हामी सिधै खरसाङ आयौँ। खरसाङ आइपुगेर चाहिँ हामी ठुलाआमाकोमा गयौँ एकछिन। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।